बाटो चाहिँ एकदम कठिन छ। यता प्राविधिकजी हुनुहुन्छ। हामी दुवैजना चाहिँ यता खनियावास गाउँपालिकाको 2 नम्बर वडा स्थित तातोपानीमा गइरहेका छौँ नुहाउनुको लागि चाहिँ। र त्यहाँको हाम्रो चाहिँ के छ भने तातो पानीमा नुहाउँदाखेरि हाम्रो छालाका रोगहरू चाहिँ ठिक हुने भन्ने त्यो चाहिँ एउटा मान्यता रहिआएको छ। र भूगोल चाहिँ अलिकति कठिन नै छ। र तर भूगोल कठिन भए पनि नेचुरल रूपमा यस्तो सुन्दर छ, यति रमणीय छ।